यो चाहिँ मेरो कहानी यो चाहिँ मेरो कहानी खाडीमा यहाँ म पनि त आएको थिएँ नि केही गर्छु नि भने नि यसरी नै मैले फेरि गर्दै हिँड्नमा यहाँ मान्छे माथि नै सिकेँ नि अनि म यसरी फेरि म लक्ष्य तान्दै नै आफ्नै धुनमा हिँडिरहेथे नि आज हजारौँ मान्छेले चिन्दछ नि अनि यहाँ मलाई यसकै भाइ पनि फेरि यहाँ चिन्छ नि मान्छेहरूले अनि नाम दिकिन अनि यसरी सल्लाह गर्दै नै अनि बाटो घाटोमा भेट्दै नि साथीभाइहरू सबैजना यसरी राम्रो नै मान्दै नै अनि तिमी त राम्रो नै छौ भने यसरी राम्रो नै मान्दै नै आज कर्म गर्दै नै दुःख र सुख भोग्दै नै अनि हिँड्दै म सिकेँ नि मैले यहाँ खाडीमा पढ्दै नि साथीभाइहरूसँग बस्दै नि सिकेँ नि मैले मलाई के पो थाहा थियो र म त फेरि सानो हुँदो नि घर छोडी परदेशतिर नै हिँडिरहेथे नि दुःख सुख भोगी जसले जे कुरो सिकाए नि त्यही कुरो फेरि मान्दै नै म हिँडिरहेथे नि आज हजारौँ मान्छेले खाडीमा भन्दै म खाडीमा भन्दै म यहाँ म जस्तो मान्छेहरू हजारौँ आउँछ नि दुःख सुख भोग्दै हिँड्छ नि यहाँ 2 दिने जिन्दगी मात्रै छ नि यहाँ रमाइलो पलहरू बिताउँदै हिँडिरहेछ नि जसलाई पनि मैले पहिलो पटक माया गरेथे नि आज उसले नै मेरो साथ छोडी फेरि नै यसरी हुँदैन के बाध्य त थियो र अनि स्थिति बाध्य बिग्रेर अनि हामी यसरी नै साथ छोडी बसिरहेथ्यौँ नि आज फेरि त्यो जिन्दगी मलाई नै रमाइलो लाग्दैछ नि आज हाँसी खुसी हुँदै सबैजनासँग फेरि साथीभाइहरूसँग बसिरहेछु नि त्यो आमा बाउ त गाउँ घरमा फेरि बस्दैमा मैले पनि धेरै कुरो बुझेँ नि सुख दुःख भोग्दै हिँडिरहेथे नि म खाडीमा पढ्दैमा म हिँडिरहेथे नि म खाडीमा पढ्दैमा जिन्दगी भनेको जिउनु त यहाँ नै पर्छ नि यो पृथ्वीमा नै जिएर भोगेर जानुपर्छ नि अनि म यसरी नै रातहरू लेख्दै नै फेरि सबैलाई भन्दै नै अब यसरी नै आज यसरी नै म रातहरू लेख्दै नै यसरी नै म गीतहरू राफहरू खाडीमा पढ्दैमा लेख्दै नै बोल्दै नै